Hey guys, welcome back. अनि आज चाहिँ हामीहरु चटपटे खानु मन लागेर चटपटे खानु आएको छौं मल भित्र हैन। अनि मुरी खोज्दैछौं हामीहरु मुरी। हामीले मुरी पाइसकेको छौं, मुराई पाइसकेको छौं, मुराई। यो चाहिँ लिनु पर्छ होला नि। यसको कति हो? 30। ल गाइस, हामीले मुरी पाइसकेको छौं, मुरी। अब चाहिँ हामीहरु वाइ खोज्दैछौं, वाइ चटपटेसँग मिक्स गर्ने। गाइस, हामीले मुरी पाइसकेको छ, अब चटपटेसँग मिक्स गर्ने वाइ खोज्दैछौं। मेगी हो नि त। यो माथिको चाहिँ के हो? हैन, यो चाहिँ के हो? भेज हो नि त। के पो त नि भेज हुन्छ त्यो? वाइ सँग हैन गाइस। वाइ पाइसकेको छ, अब गएर हामी खान्छौं। गाइस, फाइनली हामीले चटपटेको सामान किनिसकेको छौं हैन। आलु मुरी, चटपटे जे पनि हैन। अनि वी हेभ द पेप्सी भयो। पेप्सी पो हेरौँ। ओके, पेप्सी एन्ड स्टिङ। हाम्रो बिलिङ यहाँ छ। अब हामी बिल गर्छौं अनि जान्छौं खानु बनाएर। बिलिङ चाहिँ यसरी गर्नुपर्छ हामीले, हेर्नुहोस् अब। रोटी यहाँ छ। गाइस, अब चाहिँ हामीले सबै सामान किनेर रुममा जाँदैछु खानुको लागि। We are so excited to have the चटपटे। मलाई स्टिङ खानु भएन, म राखेको अहिले डाइरेक्ट हामीहरु अब भेट्ने छौं रुममा चटपटे खाँदै गरेको बेला। ल गाइस, राखेको अहिले, बाइ। गाइस, हामीहरु चाहिँ अनि रुममा आएर यसरी चटपटेको लागि सलाडहरु काट्दै छौं। प्याज, टमाटर, खुर्सानी हामीले काट्दै छौं। अनि दुखाको कुरा चाहिँ के हो भन्दाखेरि हामीसँग बनाएर खाने भाडा छैन। सामानहरु सबै छ तर हामीसँग भाडा छैन। हामीसँग वाइ छ, हामीसँग हुचिङ छ, हामीसँग यो छ, हामीसँग यो छ, हामीसँग मुख पुस्ने टिस्यु पेपर पनि छ, हामीसँग मुराई पनि छ, हामीसँग सबै छ तर बनाएर खाने भारो छैन। गाइस, के गर्नु भयो? र गाइस, चटपटी हाल्ने भाडा नभएको कारणले गर्दाखेरि चाहिँ हामीले यो क्यारी ब्यागमा हामीहरु यसरी बनाएर खाँदैछु। अनि हामीले खाइसकेको छैन, बनाइसकेको छु। मैले के त फर्स्ट बाइट हैन, यसरी खानु लागेको छु। अब रिग्रेट भएन। लु खा बस। तपाईको मिठो हो। त पनि खाने हो गाइस, खाना। चटपटे नेपालीको फेभरेट स्पाइसी। तो गाइस, हाम्रो चटपटे अलमोस्ट खत्तम भइसकेको छ हैन। अनि हाम्रो रालसिना पसिनै भइसकेको छु। यस्तो छ हैन, एकदम दामी मिठो भयो हैन। भाडा नभएर हामी यस्तोमा खाँदैछु। ठिकै छ, एकदम मिठो छ हैन। कस्तो छ त्यो गाइस हाम्रो। र गाइस, हाम्रो आजको ब्लग हामी यही राख्छु। चटपटे खाएको। बाइ बाइ भन्नु। बाइ बाइ, टाटा। बाइ बाइ गाइस।